पछि मात्रै अवस्था परिवर्तन हुन्छ। व्यवस्था नभएदेखि अवस्था परिवर्तन हुँदैन। र मैले कुरा पनि त्यही राखेँ। कस्तो हुन्छ भन्दै हुनुहुन्थ्यो आन्दोलन भनेको त्यस्तै हुन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुन्छ। भोलि त्यो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बन्द हुँदै गरेका बेलामा कसैले बन्द उल्लङ्घन गर्छ, दोकान खोल्छ भने त्यो तोडफोड भयो, गाडी फुटायो, आगो लगायो भने त्यसको जवाबदेही हाम्रो अभियान हुँदैन। सञ्चार माध्यममा जे आइरहेको थियो दुर्गाप्रसाद चाहिँ अब आन्दोलनमा नजाने सरकारसँग वार्ता गर्न तयार भनेर आइरहेको थियो, के हो यो चाहिँ खास? होइन, सरकारले वार्ताको लागि आह्वान गर्यो भनेर मिडियामै आयो। मलाई थुन्ने कुरा पनि मिडियामै आयो, होइन? कुरा बुझ्नु भएन? अब अहिलेसम्म पक्रिन, पुलिस पनि आउँदैन। वार्ता गर्न सरकार बोलाउँदैन। हामी अघि बढेका छौँ र हाम्रो अभियान अघि बढिसक्यो। आन्दोलनमा घाइते र मृत्यु भयो भने चाहिँ त्यसको जिम्मा दुर्गाप्रसादले लिन्छ? होइन, मैले कहिले लिन्न भनेको थिएँ। चैत 15 गतिको घटना पनि त हामीले नै गरेको, तर गोली हान्ने काम त हामीले गरे होइन। फेरि दुर्गाप्रसाद भाग्नुपर्ने स्थिति आउँछ कि के छ त्यो? होइन, अब म भाग्दिनँ। अस्ति मलाई मार्ने योजना थियो, अब म भाग्दिनँ। तपाईँहरू दुःख